हेलो एन्ड वेलकम गाइज। आजको भिडियोमा चाहिँ म हजुरहरूलाई हजुरले सेन्मन गएको अथवा युनिभर्सिटीहरू कसरी खोज्ने, त्यसमा ओपन क्याम्पसको लागि योयाको कसरी गर्ने, अनि गान्सियोहरू कसरी मगाउने, त्यसपछिको एडमिसन प्रोसेस के हुन्छ र तपाईँले आफूले चाहेको गएको अथवा आफूले चाहेको कोर्स चाहिँ कसरी पढ्न सक्नुहुन्छ भन्ने विषयमा पनि आजको भिडियोमा बताउने छु। आजको भिडियो त्यति रमाइलो चाहिँ हुनेवाला छैन, किनभने यो रमाइलो भन्दा पनि हजुरको करियरसँग सम्बन्धित भिडियो भएकोले गर्दाखेरि चाहिँ अलिकति धैर्य भएर सुनिदिनु होला। अब त हजुरहरूले पक्कै पनि जापानमा आफूले निहोङ्गो गएको सकिसकेपछि के पढ्ने भन्ने कुरा विचार गरिसक्नुभयो होला। यदि तपाईँको लागि सुइटेबल सब्जेक्ट कुन हुनसक्छ भन्ने कुरा आफै अझै पनि खोज्नु भएको छैन, अझै पनि भेटाउनु भएको छैन भने चाहिँ तपाईँलाई मैले पहिले एउटा भिडियो ल्याइसकेको छु, यो भिडियो चेक गर्न सक्नुहुन्छ। यदि हजुरहरूले कुन सब्जेक्ट पढ्ने भन्ने चाहिँ फिक्स गरिसक्नुभयो, आफूलाई पढ्न मन लागेको सब्जेक्ट पढायो भने गएकोहरूको बारेमा अझै मेसो पाउनु भएको छैन, भेटाउनु भएको छैन भने चाहिँ तपाईँलाई चाहिँ कसरी हामीले गएकोहरू खोज्ने भनेर म अब सिकाउने छु। सेन्मन गएको अथवा युनिभर्सिटी चाहिँ तपाईँले अनलाइनबाट पनि खोज्न सक्नुहुन्छ। त्यसमध्ये सबभन्दा सजिलो र अलिकति राम्रो भनेको चाहिँ मलाई यो माइनाबी सिङ्गाको लागेको छ। माइनाबी सिङ्गाको भनेर तपाईँले गुगलमा टाइप गर्न सक्नुहुन्छ। टाइप गरिसकेपछि तपाईँलाई चाहिँ तल साइट नै देखाउँछ, उसको वेबसाइटमा जानु होला। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ सबै जापानिजमै छ सबै कुरा होइन। त्यसले गर्दा तपाईँलाई यताउता अब सुरुमा अलिकति गाह्रो पनि हुनसक्छ। त्यो गाह्रो भयो भने चाहिँ तपाईँले यहाँ अहिले चाहिँ यो जापानिजमा लेखेकोलाई सबै इङ्ग्लिसमा पनि तपाईँले ट्रान्सलेट गर्न सक्नुहुन्छ र मोबाइलबाट चाहिँ यसरी गर्न सक्नुहुन्छ। यहाँ जानु होला, यो साइटमा गएर माथि त्यहाँ 3वटा डट छ नि, त्यो 3वटा डटमा टच गर्नु होला। ट्रान्सलेट भन्ने छ, त्यसमा टच गरेर तपाईँले इङ्ग्लिसमा ट्रान्सलेट गर्न सक्नुहुन्छ र आफूले तपाईँले चाहेको सेन्मन गएको अथवा युनिभर्सिटीहरू सर्च गर्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले जापानिजबाटै सर्च गरेर हेरौँ है त। जापानिजमा सर्च गरौँ, त्यसपछि यो खान्साई, अहिले हामी खान्साई एरियामा बस्दैछौँ, त्यसले गर्दाखेरि खान्साईमा टच गरौँ। खान्साईमा टच गरिसकेपछि अब हामीलाई खोजेको के हो भन्दा दाइगाको जाने हो भने दाइगाकोमा टच गर्नु होला, सेन्मन गएको जाने हो भने चाहिँ सेन्मन गएकोमा टच गर्नु होला है त। अहिले चाहिँ हामीले सेन्मन गएको खोजेर हेर्नेछौँ, त्यसले गर्दा सेन्मन गएको कागजमा टच गरौँ। यसमा टच गरिसकेपछि तपाईँलाई यस्तो गामै देखाउँछ। अब त्यो कुन सेन्मन गएको जान चाहनु भएको छ अथवा खोज्नु भएको छ, सुन्नु भएको छ, त्यो सेन्मन गएको नाम थाहा छ भने चाहिँ तपाईँले यहाँबाट सेन्मन गएको नाम राखेर पनि सर्च गर्न सक्नुहुन्छ। होइन, नाम थाहा छैन भने चाहिँ तपाईँले कुन ठाउँमा जान चाहनु भएको छ र कस्तो खाले कोर्स, कस्तो सेन्मन गएको खोजिरहनु भएको छ, त्यही अनुसारले यहाँबाट सर्च गर्न सक्नुहुन्छ। एरियाबाट सर्च गर्दा हामीले खान्साईमा सिलेक्ट गऱ्यौँ होइन। गएको सिउरी चाहिँ हामीले यहाँ सिधै सुरुमा टच गरौँ। अहिले चाहिँ हामीले सेन्मन गएको मात्र खोजिरहेको छ, त्यसले गर्दा सेन्मन गएको मात्र सिलेक्ट गऱ्यौँ होइन। अब तपाईँले मानाबेरु गएको कस्तो खाले कोर्स पढ्न चाहनुहुन्छ त्यही अनुसारले यहाँबाट सिलेक्ट गर्न सक्नुहुन्छ। अब यो कोर्सहरूको बारेमा पनि बुझ्नु भएन भने तपाईँले यहीँबाट चाहिँ तपाईँले इङ्ग्लिसमा ट्रान्सलेट गरेर पनि हेर्न सक्नुहुन्छ है। अहिले इङ्ग्लिसमा ट्रान्सलेट गरेर हेरौँ है त। यसरी हेर्न सक्नुहुन्छ के पढ्न चाहनुहुन्छ, यहाँबाट सिलेक्ट गर्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले इन्जिनियरिङ अथवा आर्किटेक्चरमा सिलेक्ट गरौँ। यसमा सिलेक्ट गरिसकेपछि हेर्न सक्नुहुन्छ मेकानिकल इन्जिनियरिङ पढ्ने हो कि डिजाइन इन्जिनियरिङ पढ्ने हो कि है, इन्डस्ट्रियल इन्जिनियरिङ पढ्ने हो कि के पढ्ने हो। अहिले चाहिँ हामीले अटोमोटिभ इन्जिनियरिङमा सिलेक्ट गरौँ। यसमा सिलेक्ट गरिसकेपछि यहाँबाट सर्च गरौँ है त। तपाईँ कस्तो करियर चुज गर्न चाहनुहुन्छ त्यो पनि यहाँबाट स्पेसिफाई तरिकाले सर्च गर्न सक्नुहुन्छ। मेकानिकल, इलेक्ट्रिकल कस्तो खाले होइन, अटोमोबाइल्स, हामी चाहिँ अटोमोबाइलमा सिलेक्ट गऱ्यौँ, त्यसले गर्दा अटोमोबाइल भयो। अटोमोबाइल एन्ड मोटरसाइकल्स भन्ने छ होइन, यसमा सिलेक्ट गरौँ। अटोमोबाइल मेकानिक बन्न चाहने हो कि होइन, सुपर कार स्पेसलिस्ट बन्न चाहने हो कि त्यही अनुसारले सर्च गर्न सक्नुहुन्छ। यसमा चाहिँ हामीले अटोमोबाइल एन्ड मोटरसाइकलमा सिलेक्ट गरियो। त्यसपछि चाहिँ अब कस्तो खाले भोकेसनल स्किल तपाईँले खोजिरहनु भएको छ त्यो पनि यहाँबाट सर्च गर्न मिल्छ। यहाँ चाहिँ अब सिलेक्ट गरिसकेपछि तपाईँले स्कलरसिप भएको पनि हेर्न सक्नुहुन्छ होइन। स्कलरसिपमा सिलेक्ट गरौँ। गएको रेउ भएको हेर्ने हो कि होइन, होस्टेलहरू भएको हेर्ने हो कि, एकीबाट नजिक भएको हेर्ने हो कि, स्कुल बस भएको हेर्ने हो कि, स्टुडेन्ट पार्किङ भएको हेर्ने हो, त्यही अनुसारले तपाईँले चाहिएको तरिकाले चाहिँ यहाँ सिलेक्ट गर्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले यो स्टेसनबाट 20 मिनटमा हिँडेर जान सक्ने भनेर यसमा सिलेक्ट गरौँ होइन। त्यसपछि यहाँ सिलेक्ट गरिसकेपछि तपाईँले चाहिँ गएकोहरू तपाईँलाई चाहिएको जस्तो गएको कता कता छ यहाँबाट खोज्न सक्नुहुन्छ। तपाईँको लागि चाहिँ यी दुईवटा गएकोहरू चाहिँ भेटिए। अब तपाईँको लागि यी दुईवटामा पनि कुन चाहिँ अझ बढी सुइटेबल छ भनेर हेर्नको लागि चाहिँ त्यही गएकोकै वेबसाइटमा गएर स्कुल फीदेखि लिएर सबै कुरा बुझ्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ यहाँ वेबसाइटमा जाउँ पहिलोमा। यसमा चाहिँ तपाईँलाई चाहिँ
जिदौसा मात्र नभएर खेन्चीको आइटी एआई रोबोट सम्बन्धी पनि पढाइ हुँदो रहेछ भनेर लेखेको छ। सो यसरी चाहिँ तपाईँले आफूले पढ्न चाहेको कोर्स र आफूले पढ्न चाहेको एरियामा चाहिँ त्यो गएकोहरू खोज्न सक्नुहुन्छ। युनिभर्सिटीहरू खोज्ने प्रोसेस पनि सेम नै हो। पहिलो स्टेप गएको खोज्ने कुरा त भयो। अब चाहिँ के गर्ने? अब त गान्सेहरू लेखेर बुझाउने पनि गर्नु पर्यो, इक्जामहरू दिनु पर्यो, पास गर्नु पर्यो। अब चाहिँ तपाईँ ओपन क्याम्पसहरूमा चाहिँ भिजिट गर्न जानु पर्यो। भनेको चाहिँ त्यो गएकोले चाहिँ आफ्नो एउटा इभेन्ट राखेको हुन्छ, त्यो गएकोको बारेमा सबै कुरा बताइदिन्छ। त्यो ओपन क्याम्पसमा तपाईँ भिजिट गर्न जानुभयो भने चाहिँ गएको फी कति छ, स्कुल फीहरू, गएको कस्तो छ, पढाइ कस्तो हुन्छ देखि लिएर फर्दर त्यसमा सपोर्टहरू के छ, स्कलरसिप व्यवस्था के छ भन्ने कुरा सबै कुरा बुझ्ने मौका पाउनुहुन्छ। अनि तपाईँको गएकोमा पनि ओपन क्याम्पस हुन्छ। जस्तै क्योतो भयो भने चाहिँ क्योतो एरियामा पनि एउटा छुट्टै ओपन क्याम्पस हुन्छ, ठुलो हलमा हुन्छ। त्यहाँ चाहिँ विभिन्न गएकोहरूले आफ्नो आफ्नो स्टल राखेका हुन्छन्। त्यो स्टलमा गएर तपाईँले त्यहाँ बुझ्न सक्नुहुन्छ। म पनि यो क्योतोको खावरामाचीमा चाहिँ एउटा ठुलो हलमा प्रोग्राम भएको थियो। त्यो गएकोबाट डाइरेक्ट लिएर जानुभएको थियो। 3-4वटामा चाहिँ गएको थिएँ, त्यहाँबाट पनि धेरै बुझ्ने मौका मिलेको थियो। मलाई त अब मेरो सेम्पाई दाइले चाहिँ यो क्योतोको वाइआइसी भन्ने गएको यस्तो राम्रो छ, यताउता यस्तो राम्रो पढाइ हुन्छ, अनि स्कलरसिपको पनि व्यवस्था छ भनेर त्यहाँ सेवाखाइ गरिदिनु भएको थियो र म त्यहाँ गएर इक्जाम दिएर पास गरेर चाहिँ त्यहाँ पढेको थिएँ होइन। तपाईँहरू चाहिँ सकेसम्म चाहिँ यस्तै ओपन क्याम्पसहरूमा भिजिट गर्न जानुभयो भने चाहिँ तपाईँलाई धेरै फाइदा चाहिँ हुन्छ। अनि यो ओपन क्याम्पसहरूमा यत्तिकै जान चाहिँ मिल्दैन। फेरि ओपन क्याम्पसमा जानको लागि पनि तपाईँले योयाको गर्नुपर्छ। अहिले चाहिँ म यो केसिजी एजुकेसन भन्ने गएकोको ओपन क्याम्पसको लागि त्यहाँ एप्लाई गर्दैछु। यो त्यसको लागि चाहिँ त्यो गएकोको वेबसाइटमा जानु होला। तपाईँले डाइरेक्ट गुगलबाट पनि त्यो गएकोको नाम सर्च गरेर पनि गर्न सक्नुहुन्छ। गएकोको वेबसाइटमा गइसकेपछि तपाईँलाई चाहिँ सबै कुरा बताइएको हुन्छ। यहाँ सबै यो ओपन क्याम्पसमा भाग लिनको लागि चाहिँ यो इभेन्टो साङ्का हो मोसिकुमी भन्ने छ, यसमा टच गर्नु होला। यसमा टच गरिसकेपछि तपाईँलाई चाहिँ यस्तो खाले गामेन देखाउँछ इभेन्टहरू के छ भन्ने कुरा। नभए कता कतिमा चाहिँ सिधै माथि ओपन क्याम्पस भनेर ठुलो अक्षरमा पनि लेखिदिएको हुन्छ। यहाँनिर ओपन क्याम्पस देखायो है। अब हामीले ओपन क्याम्पस साङ्खा भन्ने छ, यसमा टच गरौँ। यो ओपन क्याम्पस चाहिँ यो ठाउँमा हुँदैछ र यति यति गति हुँदैछ भनेर लेखेको छ। जस्तै अब चाँडै जान चाहन्छु भन्ने हो भने चाहिँ 6 महिना 7 मा सिलेक्ट गरियो। अनि त्यसपछि चाहिँ अब यहाँ यसमा चाहिँ के भनेछ भने तपाईँ माइनवी सिङ्गाकु भन्ने यो अहिले जुन साइटमा आएको छौँ, यो साइटबाट हामीले ओपन क्याम्पसको लागि एप्लाई गर्दैछौँ। त्यसले गर्दाखेरि चाहिँ यसमा तपाईँको जे होहरू तपाईँको इन्फर्मेसनहरू पहिलेदेखि नै लगइन गरेर रजिस्टर छ भने चाहिँ तपाईँले डाइरेक्ट यहाँ तल गएर इन्फर्मेसन गर्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले त्यसमा लगइन गरेको छैनौँ, त्यसले गर्दाखेरि चाहिँ जस्ट यहाँ तपाईँले आफ्नो इन्फर्मेसनहरू भरेर यहाँ टच गर्न सक्नुहुन्छ है। तपाईँले चाहिँ यहाँनिर फोन नम्बर राख्नु होला। अनि यहाँ इमेल राखिसकेपछि तपाईँले एउटा पासपोर्ट क्रिएट गर्नुपर्ने हुन्छ होइन। लगइनको लागि युज गर्नुपर्ने पासपोर्ट हुन्छ, त्यो पासपोर्ट युज गर्नु होला। रिकन्फर्मेसन गरिसकेपछि तलतिर चाहिँ तपाईँ अहिले के पढ्दै हुनुहुन्छ होइन, गएको हो कि कोकोसे हो कि अरू अब निहुङ्गो गएको भने चाहिँ यो सोनोतामा गर्दा हुन्छ। यति गरिसकेपछि तपाईँले खाकुनिन गामेन गर्न सक्नुहुन्छ। यो खाकुनिन गामेनमा अगाडि बढिसकेपछि तपाईँको चाहिँ ओपन क्याम्पसको लागि यहाँबाट तपाईँले यो यहाँको कन्फर्मेसन हुन्छ। तपाईँलाई एउटा मेल आउँछ आफ्नो मेल एड्रेसमा होइन, यो दिन तपाईँको ओपन क्याम्पसको लागि यो यहाँको चाहिँ कन्फर्मेसन भयो आउनु होला भनेर मेल आउँछ। यसरी चाहिँ तपाईँले ओपन क्याम्पसको लागि योयाको गर्न सक्नुहुन्छ। धेरै जस्तो चाहिँ यो इन्टरनेटबाटै योयाको गर्ने प्रोसेस हुन्छ। कुनै कुनैमा चाहिँ तपाईँले फोन गरेर पनि बुझ्न सक्नुहुन्छ। अरू प्रोसेस छ भने चाहिँ उही गएको नजिक छ भने चाहिँ गएकोमै गएर पनि तपाईँले योयाको गर्न सक्नुहुन्छ। अनि तपाईँले आफ्नो गएकोको क्लास टिचरहरूसँग कन्सल्ट गरेर पनि त्यहाँबाट पनि यो ओपन क्याम्पसको योयाको लिन सक्नुहुन्छ। यदि तपाईँ अलिकति गाउँ साइडमा बस्दै हुनुहुन्छ, गएको पनि छोड्न मिल्दैन, काम पनि छोड्न मिल्दैन, तर तपाईँ टोकियोमा पढ्न चाहनुहुन्छ अनि त्यो ओपन क्याम्पसमा जान पनि भ्याउनुहुन्न। अनि गान्स्यो चाहिँ तपाईँलाई चाहिएछ। गान्स्यो कसरी मगाउने? अब गान्स्यो भनेको चाहिँ त्यो इक्जाम एप्लिकेसन फर्म जस्तो हो है। त्यो गान्स्यो पनि तपाईँले फ्रीमै पनि मगाउन सक्नुहुन्छ। सबै गएकोहरूले त्यसरी फ्रीमै गान्स्यो पठाइन्छन् भन्ने पनि हुँदैन, कुनै कुनैले पैसा पनि लिने गर्छन्। तर धेरै जसोले चाहिँ फ्रीमै पठाइन्छन् तपाईँको घरमै। अब चाहिँ हामीले फ्रीमा गान्स्यो पनि मगाएर हेरौँ है त। आफू जान चाहेको गएकोको गान्स्यो मगाउनुको लागि चाहिँ तपाईँले त्यहाँ अघिको वेबसाइटमा गएर तपाईँले आफू जान चाहेको गएको सर्च गर्नु होला। फर इक्जाम्पल क्योतो कम्प्युटर गाकुइन भन्ने भेटियो। यो गएकोको साइडमा चाहिँ तपाईँले यहाँ यो सिरियोहरू चाहिँ तपाईँलाई चाहिँ फ्रीमै पठाइदिने भनेर लेखेको छ यहाँनिर होइन। यसलाई चाहिँ तपाईँले सिलेक्ट गर्न सक्नुहुन्छ। सिलेक्ट गरेर तपाईँलाई चाहिँ यहाँबाट सिधै कार्टमा जान सक्नुहुन्छ। उयो सपिङ गरे जस्तो कि यो कार्टमा जानु होला। कुन कुन गएकोको
आफूलाई त्यो गान्सेहरू चाहिएको छ अघिकै जसरी सिलेक्ट गर्नु होला। अहिले यो 2वटा गएको सिलेक्ट गरेको छु मैले। यसमा पनि चेक गर्ने, यसमा पनि चेक गर्ने। 2वटा गएको गान्सेहरू चाहियो तर कहाँ पठाउने भन्ने कुरो हुन्छ नि त। त्यो पठाउनको लागि चाहिँ तपाईँलाई चाहिँ आफ्नो इन्फर्मेसन दिनुपर्ने हुन्छ। यसमा टच गर्नु होला। यसमा टच गरिसकेपछि यहाँ चाहिँ सबै कुरा भर्नु होला। सबै भरिसकेपछि तपाईँले चाहिँ यसमा टच गर्नु होला। आफूले गान्से मगाउने एड्रेस भरिसकेपछि तेस्रो स्टेपमा चाहिँ आफूले भरेको नाइयो भनेको चाहिँ आफूले भरेको कुराहरू चाहिँ ठिक छ कि छैन भनेर चेक गर्ने हो होइन। माथिको इन्फर्मेसन सबै चेक गरेर करेक्ट छ भन्ने फिक्स भइसकेपछि तपाईँले यसमा टच गर्नु होला। गरियो आरिगातो गोजाइमास त। त्यो गरिसकेपछि तपाईँलाई चाहिँ माइनाबी सिङ्गाकोबाट मेल आउँछ होइन। तपाईँलाई केही समयभित्र चाहिँ तपाईँको घरमा चाहिँ गान्स्यो आउँछ। तपाईँसँग गान्स्यो आइसकेपछि तपाईँले त्यसमा पर्सनल इन्फर्मेसन भर्नु पर्यो, सिभी पनि लेख्नु पर्यो, अनि अर्को साकुबुन पनि लेख्नुपर्ने हुन्छ। कुनै 2-3वटा टपिक दिया हुन्छ, तिनीमध्ये एउटा टपिकमा चाहिँ तपाईँले साकुबुन लेख्नुपर्ने हुन्छ। मैले पनि कति 250-300 कति वर्डमा चाहिँ साकुबुन लेखेको थिएँ। त्यति लेखिसकेपछि तपाईँले इक्जामको लागि एप्लाई गर्नुपर्ने हुन्छ। त्यो इक्जामको लागि ती डकुमेन्टहरू पठाउनुभन्दा पहिले चाहिँ तपाईँले त्यही डकुमेन्टहरूसँग अन्य डकुमेन्टहरू पनि एट्याच गरेर पठाउनुपर्छ। एउटा चाहिँ तपाईँको जाइगाको सेउमैसो भनेको अहिले तपाईँले यो नियोङ्गो गएकोमा पढ्दै हुनुहुन्छ भन्ने प्रमाण के छ, त्यो चाहिँ जाइगाको सेउमैसोले चाहिँ प्रमाण दिन्छ, त्यो एउटा चाहियो। अर्को भनेको तपाईँको +2 अथवा ब्याचलरको मार्कसिट र +2 अथवा ब्याचलरको क्यारेक्टर सर्टिफिकेट चाहियो। अनि कुनै कुनै गएकोले चाहिँ तपाईँको जाइरो कार्ड, पासपोर्ट र स्टुडेन्ट कार्डको फोटोकपी पनि माग्ने गर्छन्, त्यो पनि चाहिन्छ। अनि अर्को चाहिँ तपाईँलाई चाहिँ इक्जाम फी पनि पठाउनु पर्ने हुन्छ। त्यो इक्जाम फी प्लस तपाईँलाई चाहिँ कुनै कुनै गएकोले चाहिँ यो रिकमेन्डेसन लेटर पनि दिने गर्छ। यदि तपाईँको गएकोमा हेउखा राम्रो छ, अब तपाईँ अलिकति राम्रो विद्यार्थी हुनुहुन्छ भने चाहिँ तपाईँ राम्रो हुनुहुन्छ भनेर पठाउँछ, ठिकै ठिकै हो भने ठिकै ठिकै भन्छ, र तपाईँ अलि उश्रृङ्खल हुनुहुन्छ र च्यान्तो गएको जानुहुन्न भने चाहिँ त्यही अनुसारले उनीहरूले लेखेर पठाइदिने गर्छ। त्यो चाहिँ तपाईँले खोल्न मिल्दैन, आके नाइदे कुदासै भनेर लेखा हुन्छ त्यसमा। त्यो नखोलिकन तपाईँले ती सबै डकुमेन्टहरू चाहिँ एट्याच गरेर पोस्ट मार्फत त्यो आफूले जान चाहेको गएकोमा चाहिँ पठाउनु पर्ने हुन्छ। चाहिँ तपाईँले डकुमेन्ट पठाइसकेपछि तपाईँको इक्जाम कहिले हुन्छ भन्ने कुरा थाहा हुन्छ। हुन त पहिले इक्जाम यो कहिले हुँदैछ भन्ने कुरा पहिले नै थाहा हुन्छ तपाईँलाई। अब सकेसम्म चाहिँ तपाईँले पहिलो लटको इक्जाम दिनु होला। पठाइसकेपछि तपाईँको घरमा चाहिँ इक्जामको इन्ट्री कार्ड आउँछ। तपाईँले चाहिँ अब घरको एड्रेस दिनुभएको छ भने चाहिँ तपाईँको रुममै आयो, होइन भने तपाईँको गएकोको एड्रेस दिनुभएको छ भने चाहिँ गएकोमा आउँछ। त्यसरी चाहिँ तपाईँले इन्ट्री कार्ड आइसकेपछि इक्जाम दिन जानुहुन्छ। इक्जाम चाहिँ तपाईँको इन्टरभ्यू र लिखित मार्फत हुन्छ। अब यो सेन्मन गएकोको इन्ट्रान्स इक्जामहरू कसरी पास गर्ने भनेर जान्न चाहनुहुन्छ भने चाहिँ यो भिडियो चेक गर्न सक्नुहुन्छ। लिङ्क तल डिस्क्रिप्सनमा राखिदिन्छु। त्यसरी इक्जाम दिइसकेपछि तपाईँको 1 हप्ता 15 दिनभित्र चाहिँ रिजल्ट आइसक्छ। गएकोको एड्रेस दिनुभएको छ कि घरको एड्रेस दिनुभएको, त्यही एड्रेसमा चाहिँ तपाईँलाई चाहिँ यो युबिन मार्फत त्यो लिखित नै आउँछ क्या, रिजल्ट चाहिँ पेपरमै आउँछ। अनि त्यसमा चाहिँ रिजल्ट पास हुनुभयो भनेर आउँछ, त्यति मात्र होइन। अनि अर्को पेपरमा चाहिँ तपाईँलाई चाहिँ एडमिसन फी तिर भनेर पनि आउँछ। त्यसपछि यो पास भइसकेपछि एडमिसन फी तिर्नु पर्यो, अनि अर्को ट्युसन फी तिर्नु पर्यो। पास भएको लगभग 15 दिन 1 महिनाभित्र नै सुरुको एडमिसन फी तिर भनेर भन्छ होइन। एडमिसन फी चाहिँ धेरै जसो गएको 1.5 लाखदेखि 2 लाख 2.5 लाखसम्म हुन्छ। मेरो चाहिँ 1.5 लाख थियो त्यति बेला। यसरी एडमिसन फी तिरिसकेपछि बल्ल तपाईँ चाहिँ हेर मेरो सेन्मन गएको अथवा दाइ गएको फिक्स भयो भनेर बल्ल ढुक्काउन सक्नुहुन्छ। अहिले मैले तपाईँलाई स्कुल खोज्नेदेखि लिएर सेन्मन गएकोमा एडमिसन पाउने बेलासम्मको प्रोसेसको बारेमा त बताएँ। अब चाहिँ म हजुरहरूलाई केही बोनस टिप्सहरू दिनेछु, जसले गर्दा तपाईँले आफूले चाहेको कोर्स चाहेको गएकोमा चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। नम्बर 1 भनेको तपाईँ सकेसम्म धेरै ओपन क्याम्पसमा गएको राम्रो। भनेको चाहिँ सकेसम्म धेरै गएकोहरूको भिजिट प्रोग्राममा जाने। अनि जाँदाखेरि चाहिँ एउटा कुरा के भने कम्तीमा पनि त्यो स्टार्ट हुनुभन्दा 10 मिनट 15 मिनट अगाडि पुग्ने के। अलिकति इन्ट्रेस्ट देखाइयो त्यो कोर्सहरूमा त्यो गएकोमा भने चाहिँ उनीहरूले हेर यो विद्यार्थी चाहिँ अलिकति नोटिसेबल छ है भनेर उनीहरूले ख्याल गर्छ र तपाईँलाई त्यो गएकोमा चाहिँ एडमिसन पाउने चान्स बढी हुन्छ। अनि चाहिँ तपाईँ जान चाहेको गएकोमा क्लास टाइम कति छ त्यो पनि ख्याल गर्नु होला होइन। कुनै कुनै गएको अलि लामो हुन्छ अनि अरूबाहित गर्ने टाइम मिलेन भने स्कुल फी कसरी तिर्ने होइन, त्यो पनि ख्याल गर्नुपर्छ। आफू जान चाहेको जुन सिटी हो त्यो सिटीमा चाहिँ अरूबाहितहरू पाइन्छ कि पाइन्न
त्यो पनि अलिकति विचार गरेर गर्नु होला र कम्तीमा यन्त्री लेभलको तपाईँको ल्याङ्ग्वेज चाहिँ बनाउनु होला यो निहोङ्गाकोमा छँदै गर्दा। र अर्को कुरा भनेको चाहिँ सेन्मुन्गाको अथवा युनिभर्सिटी खोल्ने प्रोसेस, ओपन क्याम्पस जाने प्रोसेस चाहिँ अलि जति छिटो तपाईँले सुरु गर्नुभयो त्यति तपाईँलाई फाइदा हो। यो निहोङ्गाकोमा पढ्ने विद्यार्थीहरू धेरै छ, जति अहिले यो निहोङ्गाकोहरू बढिरहेछ नि त जापानमा, नेपाली लगायत विदेशीहरू आउने क्रम, त्यही रफ्तारले चाहिँ यताको सेन्मुन्गाकोहरू त्यति बढेको छैन। छिर्न सक्ने सिट सङ्ख्या चाहिँ सीमित हुन्छ। त्यसले गर्दाखेरि चाहिँ जति छिटो तपाईँले सुरु गर्नुभयो त्यति चाहिँ तपाईँले आफूले चाहेको सेन्मुन्गाको अथवा युनिभर्सिटीमा आफूले चाहेको कोर्स पढ्न पाउनुहुन्छ। नाइ भने चाहिँ त्यो ठाउँ अरूले नै ओगर्दिसक्छ, त्यो पनि ख्याल गर्नु होला। सो गाइज आजको लागि चाहिँ यति नै गरौँ। यदि आजको भिडियो हजुरहरूलाई केही इन्फर्मेटिभ लाग्यो र केही तपाईँलाई हेल्प भयो भने चाहिँ एउटा लाइक ठोकिदिएर तल केही कमेन्ट चाहिँ छोडिदिनु होला। अझै धेरै मन पऱ्यो भने सब्सक्राइब पनि गर्न सक्नुहुन्छ, जसले गर्दा मलाई आगामी दिनहरूमा यस्तै इन्फर्मेटिभ भिडियोजहरू लिएर आउन प्रेरणा पनि मिल्नेछ। अर्को भिडियोमा चाहिँ के को बारेमा हेर्न चाहनुहुन्छ त्यो चाहिँ तल कमेन्ट सेक्सनमा लेखिदिनु होला। आजलाई चाहिँ यति नै गरौँ। माई नेम इज अर्जुन एन्ड दिस इज यति ब्लग एन्ड गाइड टु। बाई बाई, पिस आउट। सबैजनालाई आफ्नो करियरको लागि बेस्ट अफ लक है त।